साँच्चै भन्ने हो भने ख्रीष्ट येशू मेरो प्रभुलाई पाउने कुराको तुलनामा अझ तपाईले साथमा जानुभयो भने जति कुरा मेरो निम्ति लाभदायक छ भन्ने कुरा आउँछ त्यहाँ। जति कुरा मेरो निम्ति लाभदायक थियो नि ख्रीष्टको खातिर त्यो कुरा मैले हानि ठाने रे। आजको संसारमा नि आजको दुनियाँमा यदि तपाईहरुले हेर्ने हो भने जे कुरा आफ्नो निम्ति लाभदायक छ, जे कुरा आफूलाई फाइदाको हुन्छ नि प्रभु छोडिदिनु सधैँ भोलि जाउँ के गर्नु हैन। यस्तो बाइबल आइरहेदैन सधैँ त अर्को हप्तामा अर्को त्यो प्रकारको। तर यहाँनिर पावलले चाहिँ यहाँनिर यस्तो निर्णय गर्नुभएको छ कि जति कुरा चाहिँ मेरो निम्ति लाभदायकको छ, जति कुरा मेरो निम्ति फाइदाको छ, जति कुरा मेरो निम्ति मात्र मेरो फ्यामिलीको लागि मेरो सोसाइटीको लागि त्यो कुरा चाहिँ एकदम फाइदाको छ, एकदम बेनिफिट छ। तर ख्रीष्ट येशू प्रभुलाई मेरो प्रभुलाई पाउने कुराको तुलनामा यी सबै कुरा म घृणा ठान्छु। फोहोर मैले उल्लेख गर्दछु भने 9:8 किन? किनभने उसले थाहा छ उसलाई फाइदा हुने कुरा उसले प्राप्त गर्दै गर्दाखेरि स्वर्गको परमेश्वरबाट टाढा टाढा हुनुपर्छ भन्ने कुरा है। जति कुरा संसारको तपाईहरुको नजिक नजिक हुँदै गयो नि, संसारको कुराले जति नै तपाईहरुको नजिक नजिक खिच्दै जान्छ नि अनि परमेश्वरबाट तपाईहरुको लागि त्यो कुराले पर लैजान्छ। यो कुरा पावललाई थाहा थियो, यो कुरा पावल जान्दथ्यो, यो कुरा चाहिँ पावलले बुझ्दथ्यो। अनि पावलले त्यो कुरा फिलिपी मण्डलीलाई घोषणा गर्दै गर्दै अब परमेश्वरले तपाईहरुको बीचमा तपाईहरुको मण्डलीको शिक्षाले प्रकट गर्दै हुनुहुन्छ। तपाईहरु मेरो निम्ति त्यो कुरा लाभदायक हुन सक्छ, तपाईहरुको फ्यामिलीको लागि त्यो कुरा चाहिँ फाइदाको हुन सक्छ, तपाईहरुको सोसाइटीको लागि समाजको लागि त्यो कुरा चाहिँ एकदम फाइदाको हुन सक्छ। तर त्यो कुराले प्रभुको महिमा हुँदैन भने, तर त्यो कुराले ख्रीष्टको महिमा हुँदैन भने त्यो कुराले परमेश्वर राज्यको अगाडि बढ्नको लागि बाधा पुग्छ भने पावलले त्यहाँ चाहिँ डिक्लेयर गरेको छ, उसले प्रोक्लेम गरेको छ, उसले घोषणा गरेको छ ख्रीष्ट येशूले पाउने कुराको तुलनामा यी सबै कुरा म मेरो लागि केही पनि होइन। फोहोर मैला, फोहोर मैलाको मतलब के हो? फोहोर कसैले मन पराउँछ? पराउँदैन नि। फोहोर भनेको चाहिँ सबै कुरा चाहिँ त्यहाँनिर नष्ट भइसकेको कुनै पनि काममा चाहिँ प्रयोग नहुने है, त्यो कुराले चाहिँ म गर्दछु भनेको छ पावलले। हाम्रो जीवनमा कतिपय समयमा त्यो प्रकारको परिस्थितिहरू आउन सक्छ अनि तपाईहरुले बुझ्नुपर्छ। यदि साँच्चै प्रभुलाई तपाईहरुले चिनेको थियो भने, यदि साँच्चै प्रभुले तपाईहरुले चिन्ने हो भने, यदि साँच्चै परमेश्वरले तपाईहरुले चिनेको छौ भने यो वचन तपाईहरुको जीवनमा काम गर्छ। तपाईहरुले पनि भन्न सक्छ ख्रीष्ट येशू मेरो प्रभुलाई पाउने कुराको तुलनामा जति नै कुरा मेरो निम्ति लाभदायक, जति नै कुरा मेरो निम्ति फाइदाको भए पनि त्यो कुरालाई म इन्कार गर्नेछु, त्यो कुरा म पर राख्नेछु। किनभने जब त्यो कुरा पर ल्याउँछु अनि मसँग प्रभुले मैले पर राख्नु पर्ने हुन्छ। किनभने तपाईसँग हृदयमा एउटै मात्र कोठा हुन्छ है, अनि त्यो कोठामा एउटै चिज मात्रै त्यहाँ अट्न सक्छ अनि अरू कुनै अर्को चिज तपाईले ल्याएर चाहिँ त्यो कोठामा अटाउनु छ भने त्यहाँ भएको चिज तपाईले निकाल्नु पर्ने हुन्छ। ख्रीष्ट येशूले तपाईको मेरो जीवन मसँग वास गर्नु भएको छ। पहिलो कोरिन्थीको 15 अनुसार तपाईले मलाई पवित्र आत्माको मन्दिर उहाँले बनाउनु भएको छ, तपाईले म भित्र उहाँ वास गर्नु भएको छ। अनि परमेश्वरको वास चाहिँ अलरेडी तपाईलाई मसँग छ एउटै स्थानमा हृदयमा। अनि त्यो ठाउँमा अरू कुनै कुरा तपाईले लिएर फेरि त्यही ल्याउनु छ, त्यही राख्नु छ भने त्यो राखेको कुरा तपाईले निकाल्नु पर्ने हुन्छ, जो चाहिँ परमेश्वरको वचन अनि परमेश्वरले दिएको जीवन लाई तपाईले इन्कार गर्नुपर्ने हुन्छ। अनि पावलले यही प्रतिबुद्धि गरेको कुरा हामी यहाँ पाउँदछौँ। मैले किनभने हाम्रो दुःखको घडीमा, हाम्रो सङ्घर्षको घडीमा, हाम्रो परिस्थितिहरू चाहिँ खराब हुँदै गर्दाखेरि हामीले प्रभुलाई चिन्ने गाह्रो हुन्छ। जब वरिपरि कुनै एउटा घटनाहरू घट्छ त्यो घटनाहरू घट्दै गर्दाखेरि हामी त्यो घटनामा हामी एकदम ध्यान केन्द्रित हुन्छौँ। हाम्रो परमेश्वर चाहिँ को हुनुहुन्छ, हामीसँग चाहिँ परमेश्वर हुनुहुन्छ भनेर हामी बिर्सिन्छौँ। अनि वरपरको घटनातिर हामी हेर्छौँ अनि हामी त्रास हुन्छौँ। जब हामी तलतिर हेर्छौँ, वरिपरि हेर्छौँ अनि वरिपरिबाट आउने गरेको तपाईँको त्रासको कुराहरू जब तपाईँहरूले स्वर्गतिर आँखा उठाएर हेर्छौँ नि फेरि बुहार कहाँबाट आउँछ भनेको बाइबलले भन्छ 121 मा होइन। अनि स्वर्ग र पृथ्वी